हेलो एभ्रिवान म दिपा म चाहिँ श्रमिना म चाहिँ विगत अलिक लामो समयदेखि नै यही हाउ इन्टरनेसनल स्टुडेन्ट क्यान एडप्ट इन्टु द न्यू इन्भाइरोमेन्ट अनि स्कलरसिप्स सो हाउ टु चुज कलेज यही बारेमा चाहिँ भिडियोहरू बनाउँदै आइरहेको थिएँ। आज चाहिँ मसँग मेरो साथी श्रमिना हुनुहुन्छ। उहाँ र म चाहिँ सँगै हामी इन्भाइरोमेन्टल प्लानिङ गर्दैछौँ युनिभर्सिटी अफ वाइकाटोमा। सो मेरो आजको भिडियोको मोटिभ भनेको चाहिँ श्रमिनाले चाहिँ एउटा स्कलरसिप पाउनु भएको छ। त्यो चाहिँ पार्सियल स्कलरसिप हो। यो कुन स्कलरसिप हो, कसरी पाउनुभयो, श्रमिनाबाटै सुनौँ है त। सो म चाहिँ श्रमिना। मैले चाहिँ यहाँको भाइस च्यान्सलर इन्टरनेसनल एक्सिलेन्स स्कलरसिप अप्लाई गरेको थिएँ थ्रु इन्फर्मेटिक्स कन्सल्टेन्सी। अनि त्यो स्कलरसिपमा चाहिँ अप्लाई गर्नको लागि चाहिँ दुईवटा क्वेसन्सको एसे त नभनौँ, जस्ट सर्ट प्याराग्राफ लेख्नुपर्ने थियो। लाइक आफू कसरी ग्लोबल एम्बेसेडर हुनसक्छ कलेजको लागि लेखेपछि अप्लाई गरेँ अनि फर्चुनेटली स्कलरसिप पनि पाएँ। अनि त्यही मेनली त इकोनोमिक बर्डन अलिकति भयो नि कम भयो पार्सियल स्कलरसिप भएर नि। सो तपाईँ पनि नयाँ हुनुहुन्छ, म पनि न्युजिल्यान्डमा नयाँ छु। कस्तो हुँदैछ न्युजिल्यान्डको लाइफ अनि प्लस वाइकाटो युनिभर्सिटीको ओभरअल एक्सपिरियन्स? सो फर्स्टमा न्युजिल्यान्ड आउँदाखेरि त सबैजनालाई एकदमै नै ला अब के गर्ने होला, कस्तो हुन्छ होला कलेज, किन भन्दा इट्स अ न्यू कन्ट्री, न्यू सिटी, न्यू पिपल। अनि मेनली त हामीलाई इङ्ग्लिस बोल्न नै फर्स्टमा त लाइक कस्तो अक्वर्ड हुन्छ नि त, बिकज अब नेपालमा त्यसरी इङ्ग्लिस एभ्री डे कन्भर्सेसनमा हुन्न होइन। तर यहाँ आएपछि बिस्तारै बिस्तारै हुन्छ नि, लाइक आफ्टर 1 मन्थ चाहिँ यु गेट सो कन्फिडेन्ट जहाँ जान नि, जसलाई जे सोध्न नि। अनि के अरे हेल्पको लागि चाहिँ कसैलाई नि सोध्नको लागि हिचकिचाउनु हुन्न, सबैजनासँग हेल्प माग्नको लागि पर्छ। अनि सो त्यही हो, अहिले चाहिँ एडजस्ट हुँदैछौँ लाइफमा। अनि भर्खर हाम्रो पढाइ पनि स्टार्ट भयो अनि विच इज रियली एक्साइटिङ एन्ड इन्ट्रेस्टिङ। अनि त्यही हो, मेनली त प्रोफेसरहरू पनि कस्तो वेलकमिङ हुनुहुन्छ होइन, जे क्वेसन सोधे नि दे आर सो। प्रोफेसरहरू कति धेरै चाहिँ पोजिटिभ रेस्पोन्स हुने कि होइन, सबै कुरालाई चाहिँ राम्रो रेस्पोन्स दिने। यो चाहिँ मलाई एकदमै मजा लागेको छ। इफ हामीले क्लासमा केही कुनै क्वेसन सोध्यो भने उनीहरूले वाउ वाट अ इन्ट्रेस्टिङ क्वेसन, गुड क्वेसन्सबाट मात्रै स्टार्ट गर्छन् कि त्यो मलाई एकदमै राम्रो लाग्यो। एप्रिसिएटिभ नेचर रहेछ कि एकदम मोटिभेट हुने कि त्यो कुराले चाहिँ हुन्छ नि। लाइक म चाहिँ कस्तो मान्छे थिएँ भन्दा म एकदम इन्ट्रोभर्ट मान्छे होइन, मलाई एकदम हिचकिचाहट लाग्छ क्या क्वेसन सोध्न। तर यहाँ आएपछि चाहिँ हुन्छ नि कस्तो सोधम हुन्छ क्या प्रोफेसरहरूलाई, बिकज दे आर सो इन्करेजिङ के। अनि अर्को भनेको चाहिँ अब एज बिङ अ न्यू टु एनी इन्भाइरोमेन्ट हामीलाई चाहिँ यो मेनली ह्यामिल्टन सिटीको चाहिँ वेदर चाहिँ कस्तो लागिरहेछ? वेदर चाहिँ एकदम फिकल छ है। कति बेला पानी पर्छ थाहा हुँदैन, कति बेला हावा लाग्छ थाहा हुँदैन, घाम पनि एकैछिनमा लाग्छ होइन। भर्खर टोइलेट जान अगाडि घाम लागिरहेको हुन्छ, टोइलेटबाट निस्किने बित्तिकै पानी पर्न आँटेको हुन्छ। सो इट्स रियली फिकल। अनि त्यही अनुसारको आफ्नो गार्मेन्ट्सहरू नि त्यही अनुसारले मिलाउनु पर्छ। थ्याङ्क यू भेरी मच गाइज फर वाचिङ आवर भिडियो। अनि यस्तै यस्तै अझै युजफुल स्टफ्स अनि त्यसपछि हाम्रो रिगार्डिङ क्लास एक्सपिरियन्स, युनिभर्सिटी एक्सपिरियन्स अनि एज बिङ इन्टरनेसनल स्टुडेन्ट यो यहाँको लिभिङ एक्सपिरियन्स लिएर चाहिँ म हजुरहरू सामान्य आइरहन्छु। प्लिज फलो फर मोर अपडेट्स। बाई बाई।